अभिवादन। करिब 2 वर्ष पहिले तपाईले एउटा गाना अवश्य सुन्नु भएको होला। ईश्वर वनमा होइन मनमा हुन्छन् भने। ईश्वर मनमा छन् वनमा हैन। धेरैजनाले यो गाना चर्चित हुँदा थाहा पाए, तर 2071 सालमा सच्चाई केन्द्र नेपाल भनेर एउटा संगठन स्थापित भइसकेको थियो। कतिजनालाई सच्चाई सत्य वचनको बारेमा थाहा छ होला, तर कतिजनालाई थाहा पनि छैन होला। अनि कतिजनाले यसमा विभेद ल्याइरहेका छन्, एउटा धार्मिक युद्ध सुरु गर्न खोजिरहेका छन्। त्यो युद्ध के भन्दा कतिपय हिन्दू मानिसहरू, म हिन्दू मानिस मात्र नभनौँ, राजनीति गर्ने हिन्दू मानिसहरूले सच्चाई केन्द्रलाई, सत्य वचनलाई यो इसाईहरूको एउटा धर्म परिवर्तन गर्ने एउटा रणनीति हो, सम्पूर्ण देशलाई खर्लप्पै खाने, इसाईमा बदलाव गर्ने एउटा यो रणनीति हो भनिरहेका छ। र क्रिस्चियन समुदायले पनि धेरै कतिपय विज्ञप्ति निकाल्यो, कतिपय पुस्तकहरूमा लेख्यो, कतिपय युट्युबहरूमा यी कुरा आइरहेका छन् कि सच्चाई केन्द्र नेपाल, सत्य वचन चाहिँ क्रिस्चियन होइन। कतिजनाले भन्छन् कि येशूको नाउँ लिँदा बित्तिकै के यो क्रिस्चियन भइहाल्यो त? अवश्य पनि होइन। प्रियहरू, जब धेरै मिडियाहरूले यो कुरा सुने, तपाईँले कतिपय युट्युबमा भिडियोहरू पनि देख्न पाउनुहुन्छ। कतिपय मिडियाकर्मीहरूले फेसबुकमा, युट्युबमा, अन्य ठाउँमा सत्यवचन तथा सच्चाई केन्द्र नेपालका संस्थापक प्रकाश सुशीला गैरेसँग भिडियो अन्तर्वार्ता लिन पुग्छ। उनीहरूले सुनेका हुन्छन् कि यो इसाईहरूको रणनीति हो, ताकि धेरै मानिस, हिन्दू मानिसहरूलाई इसाईमा धर्म परिवर्तन गरिएको होस् भनेर सबै यो योजनाबद्ध तरिकाले चलिरहेको छ भन्ने उनीहरूको भ्रमात्मक कुराहरू सुनेपछि उनीहरूले सच्चाई केन्द्र नेपालका केही भिडियोहरू हेर्छन्, जो शनिबारको दिन, मङ्गलबारको दिन, हप्ताको अलग अलग दिनमा एक ठाउँमा भेला भएर उनीहरूले गर्ने गर्छन्। उनीहरूको गवाईहरू सुन्न थाल्छन्, उनीहरूले बोलेको अन्य भाषालाई देख्न थाल्छन्, उनीहरूले गरेको चङ्गाईलाई देख्न थाल्छन्। अनि गवाई सँगसँगै अनि येशू मसीह, ख्रिस्ट होइन है, येशू मसीह भनेर प्रचार गरेको परमात्मा, परमपिता, परमेश्वर भनेका शब्दहरूलाई जब सुन्छन्, उनीहरूले सम्पूर्ण भिडियो हेर्दा पनि हेर्दैनन्। अब भयो पुगो, अब मैले थाहा पाइसकेँ, यहाँ केही न केही इसाईहरूको केही न केही गन्ध आइरहेको छ। अब म तयारी छु जानलाई। धेरै सच्चाइका सदस्यहरूसँग पनि वार्तालाप गरिन्छ, धेरै भिडियोहरू अन्तर्वार्ताका छन्। अनि संस्थापकहरूलाई सोधिन्छ, के तपाईँ क्रिस्चियन हो त? उनीहरूले भन्छन् होइन, हामी होइन क्रिस्चियन, इन्कार गरिदिन्छन्। फेरि अर्को प्रश्न आउँछ, के तपाईँले यीशु मसीहको नाम लिनुहुन्छ कि नै? उनले भन्छन् हो, हामी यीशु मसीहको नाम लिन्छौँ, जे राम्रो हुन्छ हामीलाई, हामी त्यही गर्छौँ। जिजस क्राइस्टको भनौँ उहाँको नाम पुकारिन्छ भन्ने यो कुरा सही हो कि होइन? नाम, जुन नामबाट, जुन कुराबाट राम्रो हुन्छ, जुन कुरालाई फलो गर्दा चाहिँ जिन्दगीमा आमूल परिवर्तन आउँछ, त्यो पुकार्न पाउने हरेक नागरिकको अधिकार हुन्छ होइन? अधिकार हुन्छ। मैले तपाईँलाई यति मात्रै सोध्न चाहेँ, हजुर, हामी जब हाम्रो संस्थामा जोडिन्छ, सच्चाइमा जोडिसके पछाडि जिजस क्राइस्टलाई हामीले पुकार्छौँ भन्ने सुनिन्छ, यो सत्य हो कि होइन? यति मात्रै बताइदिनुहोस्, सत्य हो या होइन? हजुर, हेर्नुहोस्, हामी क्रिस्चियन हुँदा पनि होइन, तर हामी येशू मसीहको नाम लिन्छौँ, उहाँको शिक्षाहरू पालन गर्छौँ र हामी बाइबलबाट प्रचार पनि गर्छौँ। केही कुरा इन्कार गरिएको पनि छैन भने केही कुरा स्वीकार गरिएको पनि छ। र यसको वास्तविकता के छ त? के तपाईँ यो अनुहारभन्दा भित्र केही कुरा देख्न चाहनुहुन्छ? यिनीहरू भविष्यमा के गर्नेछन्? के धर्मयुद्ध हुन्छ त? के सच्चाई केन्द्र नेपालले नसोचेको बम, एउटा एटम बम, एउटा धार्मिक बम नेपालमा खसाल्न तयारी गरिरहेको छ त? म तपाईँलाई उनीहरूको इतिहासतिर लैजान चाहन्छु। धेरैजनाले उनीहरूको इतिहासहरू खोतल्न चाहँदैनन्, तर धेरै कुराहरू इतिहासबाट बुझिन्छ। उनीहरू कहाँबाट आएका हुन् भन्ने जब तपाईँले थाहा पाउनुहुन्छ भने उनीहरू
कहाँ जाँदैछन् भन्ने पनि तपाईँले बुझ्नुहुन्छ। तपाईँ क्रिस्चियन पनि हुन सक्नुहुन्छ, तपाईँ नन क्रिस्चियन पनि हुन सक्नुहुन्छ, तर तपाईँको लागि यो यदि सच्चाई केन्द्र नेपालमा तपाईँ जिज्ञासा राखिराख्नु भएको छ, यदि तपाईँ सच्चाई केन्द्र नेपालको सदस्य हुनुहुन्छ भने पनि तपाईँको लागि यो महत्त्वपूर्ण भिडियो रहनेछ। त्यसको लागि म तपाईँलाई पुरानो इतिहासमा लैजान चाहन्छु। अङ्ग्रेजले राज गरिरहेको भारत देशमा म लैजान चाहन्छु। पुरानो समयमा जब अङ्ग्रेजले भारतमा राज्य गरिरहेको थियो, तब एकजना भारतलाई स्वतन्त्रता दिने एउटा अहम भूमिका खेलेका व्यक्तित्वको बारेमा बताउनेछु। तिनले सच्चाई केन्द्र नेपालमा धेरै ठुलो प्रभाव पारेका छन्। म तपाईँलाई बिस्तारै ल्याउँदै अनि किन उनीहरू बाइबल प्रयोग गर्छन् भन्ने प्रश्नको जवाफ दिनेछु। गुलामी र दासत्वमा भएको भारत स्वतन्त्र हुन चाहन्थ्यो। अङ्ग्रेजहरूले दमन गरिरहेका थिए र अङ्ग्रेजहरूले भारतीयहरूलाई जातीय विभेदमा पारेका थिए। ठुलो जाति, सानो जाति, शिक्षित, अशिक्षित, पुरुष, महिला, धनी, गरिबको विभाजनमा राखेर शासन गरिरहेका थिए। त्यो सिद्धान्त उनीहरू अपनाइरहेका थिए सबै ठाउँमा। त्यतिखेर 1824 भारतको गुजरातको एउटा सहरको ब्राह्मण परिवारमा एकजना व्यक्तिको जन्म हुन्छ। हुन त त्यो नाम उनको पछिल्लो नाम हो, दयानन्द। उनलाई भनिन्छ स्वामी दयानन्द सरस्वती। उनी एक धार्मिक व्यक्ति थिए। जब उनले आफ्नो युवा अवस्थामा समय बिताइरहेका थिए तब अङ्ग्रेजहरूको दमन देखे। उनले जातीय विभेद गरिरहेको देखिरहेका थिए र तब उनी भारतका अलग अलग ठाउँमा गए। 1875 उनले एउटा पुस्तक लेखे, जुन पुस्तक सत्यार्थ प्रकाश भनेर नाम राखिएको थियो, जसको अर्थ एक्सपोजिसन अफ ट्रुथ भनेर हामी बुझ्छौँ, जसलाई अर्कोतिर हामी सत्यवचन अथवा सच्चाई भनेर बुझ्छौँ। र यो पुस्तकमा उनले धेरै कुराहरू लेखेका थिए जसले चाहिँ धार्मिक एउटा नयाँ क्रान्ति आउन पुग्यो। उनले 1875 नै आर्य समाजको स्थापना गरे। याद गर्नुहोस्, आर्य समाज। र यो आर्य समाज हिन्दूभन्दा अलि बेग्लै थियो। उनको नारा के थियो भन्दाखेरि ब्याक टु वेद, वेदमा फर्किएर आओ। किनभने धेरै हिन्दूहरूले वेदलाई मात्र धार्मिक आधार मानिरहेका थिएनन्। त्यो बेलामा उपनिषद, वेदान्त सूत्र, आर्यनकाश र पुराणहरूलाई वेदकै स्थान दिइएको थियो। र उनले के कुरा बताए भन्दाखेरि जसले यी कुराहरूलाई पनि वेदको स्थान दिन्छ तिनीहरू सनातन हिन्दूहरू हुन्। तर जसले यी कुरालाई पछि राखेर मात्र वेदलाई महत्त्व दिन्छ त्यो चाहिँ आर्य समाज हो। र आर्य समाजको अर्थ एउटा नैतिक मानिसहरूको समाज भनेर बुझिन्छ। 1875 दयानन्द सरस्वतीले महाराष्ट्रको बम्बेमा आर्य समाजको स्थापना गरे। तर प्रियहरू, त्यो आर्य समाज त्यहाँ त्यति बढिरहेको थिएन। तर केही मानिसहरू यताउता गइरहेका थिए, तर त्यसको वृद्धि पन्जाबमा देखिरहेको थियो। त्यसको प्रख्याति, पपुलारिटी पनि त्यत्तिकै बढिरहेको थियो। त्यसैले पन्जाबको लाहोरमा यसको हेडक्वार्टर बनाइयो। जब पन्जाबको लाहोरमा यसको हेडक्वार्टर बनाइयो, यो उत्तराखण्ड अनि त्यसपछि उत्तर प्रदेशमा पनि त्यत्तिकै वृद्धि हुन पुग्यो। किनभने यसमा केही रहस्यको कुरो थियो। त्यो रहस्यको कुरो के भन्दा क्रिस्चियनहरू बढिरहेका थिए, जहीँ पनि बढ्छन् क्रिस्चियनहरू, र हिन्दूहरूको सङ्ख्या बाहुल्यता थियो, अधिकतम थियो। र आर्य समाज त्यसको बीचबाट गइरहेको थियो। त्यसको कारण के भन्दा जब अङ्ग्रेजहरूले
भारतलाई छोडेर गए तब के भयो भन्दाखेरि आर्य समाजका मानिसहरूलाई अङ्ग्रेजहरू पटक्कै मन पर्दैनथे। तर अङ्ग्रेजहरूको केही कुरा अवश्य मन पर्थे। त्यो बेलामा अङ्ग्रेजहरूले सिकाएका शिक्षाहरू मन पर्थे र त्यो समयमा केही मिसनरीहरू यहाँ थिए जसले केही परमेश्वरका वचनहरू जताततै फैलाइरहेका थिए र दयानन्द सरस्वतीको यी स्वामीको बेलामा यिनले मात्र कतिपय बाइबलका कुरा पढ्दैनथे। त्यहाँ धेरै धार्मिक हिन्दू गुरुहरू पनि थिए जसले बाइबलका केही अंशहरू लिएर शिक्षा दिने गर्थे र तिनलाई पालन पनि गर्ने गर्थे। तपाईँले महात्मा गान्धीको बारेमा सुन्नुभएको होला। महात्मा गान्धी पनि त्यसै बेलाका एकजना यस्तो व्यक्तित्व थिए जो सायद यस्तै माहौलमा प्रभावित भएका थिए र उनी जब प्रभावित भए हामीलाई थाहा छ उनले पहाडी उपदेशहरू अध्ययन गर्थे, त्यसलाई कतिपय शिक्षामा पनि लिएर आए। महात्मा गान्धी मात्र एकजना व्यक्ति थिएनन् जसले त्यतिखेर बाइबल पढ्ने गर्थे, तर त्यहाँ धेरै मान्छेहरू थिए। प्रिय, यो कुरा तपाईँले थाहा पाउनुहोस्। र जब दयानन्द सरस्वतीको देहान्त भयो, अङ्ग्रेजहरू हटेर गए, तब आर्य समाजलाई नेतृत्व गर्ने मानिसहरूले केही कुरा बाइबलसँग मिल्दोजुल्दो पाए। केही कुरा भन्दा पनि उनीहरूको 10 वटा सिद्धान्तहरू थिए। प्रियहरू, 10 वटा सिद्धान्तहरूमा वेद उनीहरूको अनिवार्य एउटा जड थियो, बेस थियो र उनीहरूले भन्थे ब्याक टु वेदास, वेदमा फर्केर आऊ, वेदमा सबै कुरा छ, वेदलाई पाठ गर। वेद पाठ गर्नको निम्ति सबैलाई अनुमति थियो, त्यहाँ कुनै पनि भेदभाव थिएन, सबैलाई अनुमति थियो। तर के भन्दा वेद पाठ नगरे पनि, वेद अध्ययन नगरे पनि 10 वटा सिद्धान्त पाठ अवश्य गरिनुपर्छ, तिनलाई याद गरिनुपर्छ, तिनलाई लागू गरिनुपर्छ, तिनलाई सिकाइनुपर्छ, तिनलाई महत्त्वमा राखिएको थियो। म ती 10 वटा सिद्धान्तहरू तपाईँलाई बताउनेछु र ती 10 वटा सिद्धान्तहरू क्रिस्चियनको बाइबलसँग हुबहु मिल्ने गरेका छन्, थाहा पाउनुहोस्। र त्यो तपाईँको नेपालको सत्य वचन अथवा सच्चाई केन्द्र नेपालसँग पनि मिल्दा जुल्दा छन् र सच्चाई केन्द्र त्यहीबाट नै प्रेरित भएको छ। जब प्रकाश गैरे अनि सुशीला कट्टेलज्यू उत्तराखण्ड जानुभयो भनेर एकजनाले बताउनु भयो, त्यसपछि यो प्रभाव आएको छ। र तपाईँले एउटा कुरा ख्याल गर्नुहोस्, त्यहाँ येशू ख्रिस्ट भनिँदैन तर येशू मसीह भनिन्छ, किनभने भारतमा मसीह भनिन्छ। त्यो एउटा भारतीय प्रभाव आएको हो। त्यो येशू मसीह भन्ने शब्दले गर्दाखेरि मैले अलिकति खोज्न थालेँ, येशू मसीह किन प्रयोग गरिन्छ त? प्रियहरू, जब त्यो प्रयोग गरियो त्यहाँ केही भारतीय जग बसेको थियो। म ती 10 वटा सिद्धान्तहरू तपाईँलाई बताउनेछु र सँगसँगै बाइबलका केही पदहरू पनि तपाईँलाई बताउन कोसिस गर्नेछु। 10 वटा सिद्धान्तमा 9 वटा पूर्ण रीतिले एकदम प्यारालाल तरिकाले बाइबलसँग मिल्दा जुल्दा छ। पहिलो के भन्दाखेरि, पहिलो सिद्धान्त उनीहरूले भन्छन् कि परमेश्वरबाट नै सबै ज्ञान आउँछ। याकुब 1:5 भन्छ परमेश्वरले बुद्धि दिनुहुन्छ, ज्ञान दिनुहुन्छ। हितोपदेश 2:6 पनि त्यो लेखिएको छ। र दोस्रो, परमेश्वर आत्मा हुनुहुन्छ। परमपिता परमेश्वर सर्वज्ञानी सर्वव्यापी हुनुहुन्छ, उहाँ अनन्तको हुनुहुन्छ। यो बाइबल पढ्ने मान्छेले सजिलै बुझ्ने गर्दछ। र तेस्रो अलिकति मेल खाँदैन। त्यहाँ लेखिएको छ वेदमा नै सबै ज्ञान लुकेको छ। र चौथो, सत्यलाई स्वीकार गर, असत्यलाई उजागर गर। यूहन्ना 8:32 येशूले भन्नुभएको छ, यदि तिमीले सत्य जान्यौ भने सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। एफिसी 4 पनि पावलले भन्छन्, त्यसैले तिमीहरूले आफ्ना छिमेकीहरूसँग सत्य बोल, उनीहरूसँग झुटो नबोल। र 5औँमा धार्मिकताको आधारमा काम गर भनिएको छ, मत्ती 5:6 छ। अनि 6औँमा आर्य समाजका आधारभूत काम मानवहित र मानवतालाई बचाउनको निम्ति हुनेछ। वास्तवमा मान्छे हुन्छ। मान्छेलाई जसरी हामीले मान्छेलाई चाहिँ
विभेद गर्छौँ, जातको नामले विभेद गर्छौँ, धर्मको नामले विभेद गर्छौँ। यो गलत हो भनेर आज हाम्रो सच्चाइ केन्द्र नेपाल पोखरामा हामीले केन्द्रीय कार्यालयबाट सुरु गरेका छौँ। र तपाईँलाई थाहै छ मत्ती 22 अध्यायमा येशूले भन्नुहुन्छ आफ्नो छिमेकीलाई आफू जस्तै प्रेम गर। त्यसपछि 7औंमा लेखिएको छ अब उनीहरूको सिद्धान्तमा कि हरेकलाई प्रेम, न्याय र धार्मिकतामा व्यवहार गरिएको हुनुपर्छ। र जब यो प्रेम, धार्मिकता, न्यायमा व्यवहारका कुरा हुन्छन्, यी कुराहरू बाइबलसँग मिल्दा जुल्दा छन्, जो येशूले दिएको शिक्षा थियो। सबैलाई बराबर प्रेम, न्याय र धार्मिकता भन्दा बित्तिकै तपाईँलाई अझ म खुलाएर बताउन चाहन्छु, त्यहाँ जातीय विभेदलाई तोड्न खोजेका छन् उनले। त्यहाँ जातीय विभेद हुँदैन, जातीय विभेदलाई हटाइनुपर्छ, लैङ्गिक विभेद, सामाजिक विभेदलाई हटाउन खोजिरहेका छन्। 8औंमा ज्ञानलाई महत्त्व दिएको छ। होशे 4:6ले भन्छ मेरो प्रजा ज्ञानको कमीले नष्ट भएको छ। त्यसैले कतिपय आर्य समाजका स्कुलहरू छन्, भारतमा नामी स्कुलहरू छन् जो शिक्षामा योगदान गरिरहेका छन्। र 9औं कुरो, आफ्नो मात्र हित नखोज तर अरूको भलाइ पनि खोज। तपाईँले फिलिपीको वचन याद गर्नु भएको होला। फिलिपीमा पावलले भन्छन् तिमीहरूले हरेकले आफ्नो मात्र भलाइ नखोज तर अरूको भलाइमा ध्यान केन्द्रित हो। सायद पहिलो कोरिन्थी 10 अध्यायतिर पनि यी कुराहरू लेखिएको छन्। र अन्तिम 10औं सिद्धान्त त्यहाँ लेखिएको छ कि सबैको भलाइको निम्ति, समाजको भलाइको निम्ति तिमीहरूले एकअर्काको अधीनमा रहनुपर्छ। प्रियहरू, रोमी 13:1मा अधिकारीहरूको अधीनतामा रहनको निम्ति बताइएको छ। अब म तपाईँलाई महत्त्वपूर्ण कुरातिर लैजाउँ। त्यो कुरा के भन्दा जब धेरै कुराहरू बाइबलसँग उनीहरूको 10वटा जो एकदमै मुख्य सिद्धान्त थिए, प्राणभन्दा प्यारो सिद्धान्त थियो, त्यो सिद्धान्त जब बाइबलसँग मिल्न थाल्यो भने त्यहाँ बाइबल प्रचार गरिन थाल्यो, बाइबलबाट शिक्षा दिइन थाल्यो। र आर्य समाज जिजस सत्सङ्ग भनेर त्यसलाई नाम अपडेट गरियो र त्यहीबाट प्रभावित भएर सच्चाइ केन्द्रको सुरुवात भयो। र त्यसैले त्यहाँ बाइबल पाठ गरिन्छ, बाइबलका धेरै आधारभूत कुराहरू गरिन्छ। र सच्चाइ केन्द्र नेपाल कुनै धर्म होइन, यो धर्म होइन, म फेरि भन्छु, यो एउटा संस्था हो। यावत कुराको चाहिँ विरुद्धमा लड्ने एउटा संस्था हो। मानव हितको लागि दर्ता गरिएको नेपाल सरकारसँगको एउटा धार्मिक संस्था हो। र यसले धार्मिक रीतिले मानवताको काम गर्छ, जो चाहिँ यी 10वटा सिद्धान्तमा आधार रहेर सबैलाई बराबर न्याय, प्रेम, धार्मिकता, कुनै विवाद नगरिकन काम गर्ने गर्छ। र उसले एकै परमेश्वरमा विश्वास गर्छ। 33 करोड देवी देवतामा होइन तर एउटै ईश्वरमा विश्वास गर्छ। एक ईश्वर हुनुहुन्छ। त्यसैले के थियो भन्दाखेरि आर्य समाजका मानिसहरूले के गरिरहेका थिए भन्दा युनिभर्सल्स, एउटा विश्वव्यापी मानसिकताले उनीहरूले बाइबललाई एक्सेप्ट गर्छन्। किनभने उनीहरू कुनै हिन्दू, क्रिस्चियन, मुस्लिम भनेर भनिरहेका छैनन्, तर उनीहरू के भनिरहेका छन्, सबैको परमेश्वर एक मात्र हुनुहुन्छ। 2-3 अनेक रूपमा हुनुहुन्न तर एक मात्र हुनुहुन्छ। र बाइबलको परमेश्वर पनि त्यही परमेश्वर हो भनेर उनीहरूले येशूका शिक्षाहरूलाई पालन गर्न पुगे। र यो एउटा इतिहास वास्तविकता छ प्रियहरू। किनभने उनीहरूले जब येशूको सिद्धान्तहरू पाउन थाले तब बाइबल अनुसार उनीहरूले शिक्षा पनि दिन थाले। तपाईँले सच्चाइ केन्द्र नेपालको स्लोगन थाहा पाउनु भएको होला, हिमाल पहाड तराई कोही छैन पराई, सबैलाई समेट्ने एकमात्र सच्चाइ भन्ने त्यो मानवताको एउटा नारा हो, जो चाहिँ आर्य समाज र तपाईँको दयानन्द सरस्वतीले लेखेको पुस्तक अनुरूप बनेको छ। अब प्रियहरू, म महत्त्वपूर्ण समयमा छु। त्यो महत्त्वपूर्ण सन्देश र समय के भन्दा म फेरि भन्छु, सत्यवचन संस्था हो, यो कुनै धर्म होइन। क्रिस्चियन गतिविधि यहाँ छन्,
तर यो क्रिस्टियनिटी होइन। यहाँ हिन्दू गतिविधि छन् तर सनातनीय हिन्दू गतिविधि यहाँ छैनन्। यहाँ आर्य समाजका गतिविधिहरू यहाँ तपाईँले देख्न पाउनुहुन्छ। सनातनी हिन्दूहरूले हामी एउटै हौँ भनेर पनि तपाईँ भन्न सक्नुहुन्न। र अर्कोतिर म भन्छु, कसैले पनि धार्मिक द्वन्द्व फैलाउन चाहन्छ भने त्यो मानिस राजनीति गरिरहेको छ, उसको पछाडि तपाईँ पटक्कै नपर्नुहोस्। अनि कसैले सत्यवचन बढिरहेको छ चिन्ता व्यक्त गर्छ भने पनि तपाईँले चिन्ता केही पनि लिनु पर्दैन। सत्यवचनले तपाईँले केही पनि हानि गरिरहेको छैन। र जतिमा सत्यवचनमा मानिसहरू गइरहेका छन् त्यति मानिसहरू ख्रिस्टमा पनि आइरहेका छन्। यो सत्य चाहिँ तपाईँले नभुल्नु भएको होस्। र सबभन्दा ठुलो जो मैले प्रार्थनाद्वारा एउटा परमेश्वरको सन्देश पाएको छु, म त्यो तपाईँलाई के बताउन चाहन्छु भन्दा, परमेश्वरले अलग अलग समयमा, युगको अलग अलग समयमा, शताब्दीहरूमा सुसमाचार प्रचार गर्न, आफ्नो राज्यलाई विस्तार गर्न अलग अलग तरिकाहरू अपनाउनु भएको छ। मेथड अलग हुन सक्छ, मेसेज त उही छ, सन्देश उही नै छ, तर तरिकाहरू फरक छन्। र यो समयमा परमेश्वरले मलाई केही कुरा प्रकाश दिनुभयो भन्दा, सच्चाई केन्द्र नेपालमा भएका 10 लाख भन्दा बढी मानिसहरू, जहाँ उनीहरूको 400 भन्दा बढी केन्द्रहरू छन्, ती मानिसहरू ख्रिस्टमा आउनको निम्ति तयार भइरहेका छन्। याद गर्नुहोस्। र यदि परमेश्वरले तपाईसँग पनि बोल्नुहुन्छ भने त्यो कुरालाई पक्रिराख्नुहोस्। तपाईँले परमेश्वरले नेपालमा आफ्नो काम गर्नको निम्ति, आफ्नो राज्यलाई बढाउनको निम्ति, आत्माहरू बचाउनको निम्ति एउटा नयाँ ढोका खोल्नु भएको छ। यो कुरालाई तपाईँले विश्वास गर्नुहोस्। अब चर्चहरू सच्चाई केन्द्र नेपालका मानिसहरूको लागि प्रार्थना गर्ने बेला आएको छ। झुटा शिक्षा भनेर चुप लागेर बस्ने बेला मात्र होइन। अब उनीहरूको लागि उपवास प्रार्थना सभाहरू घोषणा गर्ने बेला आएको छ। र उपवास बसेर मण्डली आफ्नो वरपर भएका, आफ्नो सम्पर्कमा भएका, आफ्नो नजिकमा भएका मानिसहरूको घर घरमा गएर सुसमाचार प्रचार गर्ने बेला आएको छ। प्रियहरू, किन थाहा छ? यदि हामीले खोलिएको ढोकामा पनि प्रवेश गरेनौँ भने हाय हामी माथि। अहिले नेपालीहरूलाई यति सहज छ, यति मजाले उनीहरू भन्न थालेका छन् कि ओहो यहाँ त सुसमाचार प्रचार गर्न मिल्दैन, धर्म परिवर्तनको कानुन छ, हामी जान डर लाग्छ। प्रियहरू, तपाईँले कतिपय झुटा शिक्षाहरू त घर घरै गएको प्रचार गरेको देख्नु भएको छैन? तपाईँको घर घरै आउँछन् र तपाईँलाई त आफ्नो काम, पैसा, चर्च र धेरै ट्रेनिङ सभा, मिटिङ सभाहरू भन्दा अरू फुर्सदै कहाँ छ र? अब सुसमाचार प्रचार गर्ने बेला आएको छ। याद गर्नुहोस्, मेरो पास्टरले मलाई सिकाउनु भएको, कतिपय हामी मानिसहरू पहिला नाक काटिदिन्छौँ अनि त्यसपछि गुलाबको फुल दिन्छौँ। प्रियहरू, त्यसरी कसैको घरमा तपाईँ नजानुहोस्। पहिला उसलाई होच्याउनु, गिराउनु, क्रिटिसाइज गर्नु अनि त्यसपछि येशूको मुक्तिको बारेमा बताउनु कुनै अर्थ छैन। तपाईँ गुलाबको फुल लिएर जानुहोस्, तर उनीहरूसँग त्यो सुँघ्नलाई नाक पनि उपलब्ध होस्, अनि तपाईँले मानिसहरूलाई ख्रिस्टमा जित्न सक्नुहुन्छ। अब सच्चाई केन्द्र नेपालका मानिसहरूको लागि, सत्यवचनका मानिसहरूको लागि विशेष बोझ भएका मानिसहरू चाहियो। अब विशेष तरिकाको मिसनरीहरू चाहियो। अब उनीहरूको केन्द्रमा जाने मानिसहरू चाहियो। प्रियहरू, जब हामीसँग सच्चाई केन्द्र नेपालका मानिसहरूप्रति त्यो बोझ हुन्छ, सुसमाचार लिएर हामी जान्छौँ, उनीहरूलाई हामी घर घर गएर सुसमाचार सुनाउनेछौँ, बचाउन सक्नेछौँ। र अर्को कुरो, कतिपय हामी ईसाईहरू यो कुरा बुझ्दैनौँ, सेवक पास्टरहरू यो कुरा बुझ्दैनौँ। र यदि यो सन्देश आवश्यक छ भने तपाईँले कसैलाई फरवर्ड गर्नुहोस् अवश्य नै। हेर्नुहोस्, पाकेको फसल कहाँ छ भनेर हामीले परमेश्वरबाट मार्गदर्शन पाउनुपर्छ क्या। मैले तपाईँलाई राउटे जाति कहाँ, चेपाङ जाति कहाँ मात्र नजानुहोस् भनेको होइन, उनीहरू कहाँ पनि जानुहोस्, तर फसल कहाँ पाकेको छ त्यो कुरालाई ख्याल गर्नुहोस्। के सहरतिर फसल पाकेको छ वा गाउँतिर छ, पहाडतिर छ कि तराईतिर छ? कता परमेश्वरले फसलको बहाव ल्याउनु भएको छ? याद गर्नुहोस्, कतिपय ठाउँमा फसल काटिन्छ। प्रियहरू, अब म तपाईँलाई ठुलो मेरो प्रकाश, मलाई उत्प्रेरणा दिने एउटा सत्य कुरा म बताउन गइरहेको छु। फसल काट्न गाह्रो कुरो छैन।
काँचो फसल पनि काटिन्छ, काटिँदैन? कतिपय ट्रेनिङहरू दिनलाई अनि सुसमाचारीय कार्यक्रमद्वारा धेरै कुराद्वारा हँसिया लिएर हामी तयार छौँ फसल काट्नलाई, तर अगाडिको फसल पाकेको छ वा छैन, त्यो बाली पाकेको छ वा छैन। तपाईँले के यूहन्ना 4 अध्याय येशूले भनेको तपाईँले पढ्नु भएको छ? बाली पाकेको छ। मत्ती 9 अध्यायमा तपाईँले हेर्नु भएको छ, फसल प्रशस्तै छ। बाली पाकेको छ भने त्यसमा हँसिया लगाउने हो, तर बाली काँचो छ भने त्यसमा हँसिया लगाउने होइन, पर्खने हो, प्रार्थना गर्ने हो। र सत्यवचन पाकेको बाली हो प्रियहरू। र यो बिचमा म तपाईँलाई बताउन चाहन्छु, कतिपयले के गर्छन् भन्दाखेरि काँचो बालीहरू काट्छन्। काट्दाखेरि काटेर सँगाल्न त सकियो, सायद हामीले धेरै काँचो बाली काटिसकेका छौँ। म चर्चका पास्टर अगुवाहरूलाई भन्छु, इमान्दारीसँग तपाईँले यो कुरा तपाईँले आफैलाई सोध्नुहोस्। मैले आफ्नो प्रमोसनको लागि यो भिडियो बनाएको छैन, मैले तपाईँसँग परमेश्वर बोल्नु भएको होस् भनेर बनाएको छु र तपाईँ र परमेश्वरको बिचमा यो कुरा हुनैपर्छ। जब काँचो बाली काटिन्छ प्रियहरू, काट्न त काटिन्छ। नेपालले सायद 2 चोटि उद्धार पाइसक्यो होला, 3 चोटि उद्धार पाइसक्यो होला, रिपोर्टहरूमा कतिचोटि उद्धार पायो थाहै छैन। तर जो बाली काँचो थियो काटियो नि, त्यो भकारीमा जाँदैन प्रिय, त्यसलाई भकारीमा राख्न सकिँदैन। त्यो त एउटा भुस मात्र बन्छ, न त त्यसले बिउको रूपमा काम गरेर अरू नयाँ बाली अर्को सालमा उत्पादन गर्न सक्छ। सक्दैन। कतिपय विश्वासीहरू यस्तै छन्, काटिन त काटिए, 6 महिना 1 सालसम्म चर्चमा रहन्छन्, तर त्यसपछि कता जान्छन्? भुस चाहिँ उडेर जान्छन्। याद गर्नुहोस्, पहिलो कोरिन्थी 3 अध्यायमा लेखिएको छ कि भुसाहरू जलेर नष्ट हुनेछन्। अब हामीलाई चेला बनाउने, अरूलाई निर्माण गर्ने, परमेश्वरको राज्यको सुसमाचार आफूले बुझेर अरूलाई बुझाउन सक्ने, आफ्नो सेवामा अरूलाई ल्याउन सक्ने मानिसहरू खडा गर्नु छ। ती भकारीमा भएका पाकेका बालीहरूले मात्र गर्न सक्छन्। र भुसले विभाजन ल्याउँछ। हेर्नुहोस्, कहिले पनि भुसले डल्लो पर्न दिँदैन। बिचमा त्यो भुसाले चाहिँ के गर्छ भन्दाखेरि विभाजन ल्याइरहेको हुन्छ। नेपाली चर्चहरूमा त्यसैले थुप्रो विभाजनहरू छन्, फुटहरू छन्, किनभने त्यो सांसारिक मन भएका नपाकेका मानिसहरू त्यहाँ अझ पनि छन् प्रियहरू। त्यसैले अब सत्य वचन कहाँ जाने बेला आएको छ। के तपाईँसँग परमेश्वर बोल्नु भएको छ? बोल्नु भएको छ भने त्यो कुरालाई पक्रेर राख्नुहोस्, लेखेर राख्नुहोस्, आफ्नो हृदयमा छापेर राख्नुहोस्, ताकि हामी आत्मा बचाउने बन्न सकौँ। अब नयाँ ढोका खोलेको छ र त्यो ढोकामा हामी कसरी प्रत्युत्तर दिन्छौँ भन्ने कुरा परमेश्वरले हेरिराख्नु भएको छ। जब हामी मण्डलीहरू प्रार्थना सभाहरू राख्छौँ, उपवास सभाहरू राख्छौँ अनि हामी मार्गदर्शन परमेश्वरको खोज्न थाल्छौँ भने परमेश्वरले हामीलाई बाटो देखाउनु हुनेछ र सयौं, हजारौं, लाखौं मानिसहरू परमेश्वरको राज्यमा आउनेछन्। तपाईँको मण्डली थेग्न सक्ने छैन। मण्डलीले मण्डली स्थापना गर्नेछ। हेर्नुहोस्, मानिसहरू अझ बढ्दै जानेछन्, बढ्दै जानेछन्। परमेश्वरको राज्य अगाडि बढ्नेवाला छ। नेपाल परमेश्वरको लागि खडा छ। कि हामी ती मानिस र परमेश्वरको मानिसहरूको बिचमा खडा हुन तयार छौँ? परमेश्वरको आवाज सुनेका छौँ? हामी यहाँ कठोर बनिरहन्छौँ, मेरो मिसन छ, मेरो डिनोमिनेसन, मेरो यो कामभन्दा म दायाँ बायाँ त हल्लिनै सक्दिनँ। प्रिय, मिसनको भन्दा तपाईँले परमेश्वरको आवाजलाई सुन्नुहोस्। र आज पनि तपाईँले परमेश्वरको आवाजलाई सुनेर कठोर बनिराख्नुहुन्छ, कठोर बनिराख्नुहुन्छ। डर, त्रास, यो ज्यानको माया, सुविधाका पछाडि लागिरहनुहुन्छ भने म माथि हाएछ। हामीले जानै पर्छ, हामीले जानै पर्छ। हामी नगइकन को जान्छ? हाम्रो पुस्तामा काम नभए कहिले हुन्छ? केही कुरा हामीले सुरु गर्यो भने त्यसलाई परमेश्वरले अझ अगाडि बढाउनु हुनेछ। जानुहोस् आफ्नो कोठामा, घुँडा टेक्नुहोस्, परमेश्वरको मार्गदर्शनलाई खोज्नुहोस्, परमेश्वरसँगको बाटो माग्नुहोस्, परमेश्वरसँग भएको बोलावटलाई रिन्यू गर्नुहोस्, ताजगी गर्नुहोस्। तपाईँ र परमेश्वरको बिचमा जुनसुकै कुरा आउँछ, मान, सम्मान, धन, सम्पत्ति, इज्जत, प्रतिष्ठा, त्यो कुरालाई एकछिन पर सार्नुहोस् र परमेश्वरको दृष्टिले हेर्नुहोस्, परमेश्वरको हृदयलाई बुझ्नुहोस् र परमेश्वरले तपाईँद्वारा ठुलो काम गर्नुहुनेछ। तपाईँले भन्नुभएको होला, कतिपय हेर्नेले सोच्नुहुन्छ होला म त सामान्य विश्वासी हुँ। प्रियहरू, परमेश्वरले चलाउनको निम्ति पद चाहिँदैन, रेभरेन्ड चाहिँदैन, डक्टर चाहिँदैन। डक्टर र रेभरेन्ड भएका मानिसहरू त आफ्नो सिद्धान्तमा सीमित भएर बसिहाल्छ।
ईश्वर शास्त्रको ज्ञान बाँड्नमै उनीहरूलाई फुर्सद छैन। तर ख्रिस्टको प्रेम कसले बाँड्छ? ख्रिस्टको सन्देश कसले बाँड्छ? तपाईँ र मैले हो। खडा हुनुहोस्, जाग्नुहोस्, आफूसँग मिल्दो मानिसलाई रोज्नुहोस्, भेटाउनुहोस्, खोज्नुहोस्, 2-3 जना हुनुहोस्, निरन्तर प्रार्थनामा लागिरहनुहोस्। परमेश्वरले तपाईँको परिवार, तपाईँको देश, तपाईँको समाजमा ठुलो काम गर्नुहुनेछ। परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। यदि तपाईँ मेरो परिवारमा जोडिनु भएको छैन भने अवश्य जोडिनुहोस्, तपाईँका प्रार्थना विषयहरू बाँड्नुहोस्, हामीसँग मिलेर प्रार्थना गर्न सक्नेछौँ। जय मसीह।